एउटा प्रश्नबाट सुरु गर्छु है त। फिजिकल्ली एकदमै फिट मान्छे र सामान्य व्यायाम गर्ने रेगुलर मान्छे बीच कम्पेयर गर्नु पर्यो भने हाई अल्टिच्युडमा कसले राम्रोसँग एक्लिमेटाइज गर्नुहुन्छ जस्तो लाग्छ त तपाईँलाई? नमस्कार, म डाक्टर सन्तोष पानिया, माउन्टेन मेडिसिन स्पेसलिस्ट। आज हामी फिजिकल फिटनेस र अल्टिच्युड सिकनेसको बारेमा चर्चा गर्छौँ। सुरुवात गर्नु अगाडि म एउटा रियल घटनाबाट सुरु गर्छु है त। हामी खाङ्ला पासको ट्रेकिङमा थियौँ। हाम्रो ट्रेकिङ ग्रुपमा सबै उमेर समूहका ट्रेकर्सहरू हुनुहुन्थ्यो। त्यसमध्ये अस्ट्रेलियाबाट आउनुभएको 40 वर्षीय एकदमै फिजिकल्ली एक्टिभ, फिजिकल्ली फिट महिला हुनुहुन्थ्यो। अस्ट्रेलियामा बस्ने क्रममा उहाँले निरन्तर साइक्लिङ गर्ने, म्याराथनहरूमा भाग लिने र क्लाइम्बिङ गर्ने गर्नुहुन्थ्यो। उहाँ हाम्रो ट्रेकिङको दौरानमा एक्सर्साइज पुगेन भनेर थप एक्सर्साइजहरू गर्ने र दैनिक ट्रेकिङको बेलामा पनि अन्य साथीहरूलाई चाहिँ भारीहरू बोक्न, उहाँहरूको ब्यागहरू बोक्नलाई हेल्प गर्ने, उहाँहरूको एक्स्ट्रा कामहरू गर्नलाई एकदमै तत्पर भएर अगाडि बढ्ने गर्नुहुन्थ्यो। यसरी नै हामी नावल गाउँ क्रस गरेर खाङ्लाको पास जाने क्रममा बिचमा पुग्दा उहाँलाई एक्युट माउन्टेन सिकनेसको लक्षणहरू देखियो। एक्युट माउन्टेन सिकनेसको लक्षणहरू देखिएपछि उहाँलाई हामीले तल झार्नु पर्यो र क्रमशः तल झारेर उहाँलाई हामीले उपचार गऱ्यौँ। अब तथ्यहरूले के भन्छ हेरौँ है त। अध्ययनहरूले फिजिकल फिटनेस र अल्टिच्युड इलनेसको बिचमा कुनै पनि सम्बन्ध नरहेको भनेर बताउँछ भने अर्को किसिमको अध्ययनहरूले फिट र यङ मान्छेहरूलाई एक्युट माउन्टेन सिकनेस र अल्टिच्युड इलनेसका लक्षणहरू अलिक गम्भीर किसिमको देखिएको पनि बताउँछ। यो किन यस्तो हुन्छ होला त? यसका दुई कारणहरू छन्। पहिलो कारण, फिजिकल्ली फिट मान्छेहरू हाई अल्टिच्युडमा रहँदा पनि लोवर एलिभेसनमा बस्दाखेरि जस्तै धेरै एक्जर्सनहरू गर्ने, धेरै एक्सर्साइजहरू गर्ने गर्छन् र आराम कम लिने गर्दछन्। र दोस्रो कारण, उनीहरूले प्रारम्भिक लक्षणहरूलाई नेग्लेक्ट गर्ने गर्छन् र यदि लक्षणहरू देखिहाल्यो भने पनि त्यो सेयर गर्नको लागि हिचकिचाउने गर्छन्। तसर्थ म फिजिकल्ली एकदमै फिट छु भनेर हाई अल्टिच्युडमा ओभर पर्फर्म नगर्नु होला। यसले अल्टिच्युड सिकनेस लाग्ने रिस्क अथवा जोखिमलाई मात्र बढाउने गर्दछ। धन्यवाद।